गाइस वेलकम टु माय च्यानल। कौन है ये लोग? कहाँ से आते हैं? बुलेटमा यसरी अगाडि चाहिँ यो गोगोहरू चाहिँ बाइकमा छ, हामी चाहिँ बुलेटमा गइरहेछौँ। हामी चाहिँ मानकोला क्रस भइसकेछौँ। अगाडिलाई के भन्छ भलगौरी क्रस भएर यो बुलेटमा ट्राफिक हुनसक्छ, त्यसैले आज चाहिँ भादा इन्ट्री भादा यो चाहिँ नाम छ। पहिलाको पुल हो नि त यो चाहिँ सानो छोक्राबडी पहिलाको सानो पुल हो, यो चाहिँ अहिलेको ठुलो पुल हो। त्यस्तो छ अब यहाँको वातावरण। 1 hour later. सो गाइस हामी चाहिँ घुम्न गइरहेछौँ यो बुलेटमा। यहाँ हजुर बर्दियामा हामी चाहिँ पुगेछौँ। बर्दियामा के भन्छ कति साल 2072 सालमा आएको बाढीमा पुल भाँच्यो। सो हामी चाहिँ गाइस बुलेटमा गइरहेछौँ हाम्रो बुलेटमा। अब कस्तो हुन्छ के जङ्गल कहाँ हो योबाट कस्तो राम्रो छ। सो हामी चाहिँ अब गइरहेछौँ त्यहाँ बुलेटमा बुलेटमा हेर्छु यहाँबाट माथि यहाँबाट बन्दा छ देखिस्। सो गाइस यही हो 2072 यही हो के भन्छ 2072 सालमा आएको बाढी पहिरो ल्याएको पुरा भगाइदिएको। नाउ कहाँ दिन्छ बाइक जान्छ नै। गाइस हेर्न सक्नुहुन्छ यो यही नदी हो। यो चाहिँ के भन्छ के बबै भन्छ कि के भन्छ हेर्नु। पुरा मान्छेहरू यस्तरी यहाँ गइरहेछ तरेर। यस्तो 30 रुपियाँ लिन्छ 12 आएर छ यार। यहाँ त पुरा बढिरहेछ। यहाँ मान्छेहरू पनि छन् धेरै धेरै बढिरहेछ। यो बापरे यहाँ हेर्नु बापरे गाइस हेर्न सक्नुहुन्छ यस्तो यस्तो छ गाइस। बाइक पनि हाल्नु मिल्दो रहेछ बे। यस्तो छ यो पुल भाँचेर यहाँदेखि त्यहाँ स्पिड जान्छ यत्तिकै हो। योभन्दा स्पिड जान्न उतादेखि फेरि आउँछ न मान्छेले रफ। त्यहाँ वेटिङमा छन् गाइस मान्छेहरू हेर्न सक्नुहुन्छ। त्यहाँ बाइक पनि खतरा रहेछ त। फेरि यो बाइक पनि जाने होला। क्यामेरा लिएर आइहाल्नु पर्ने। सो हामी त हिँडिसक्यौँ गाइजहरू। यहाँ जङ्गल देखा जङ्गल यो जङ्गल हो यो जङ्गल हो यो फुल हो त्यहाँ मान्छे छ यो हो। प्लेट चलाइरहेको छु मैले चाहिँ ल्याएर आएको छ त बब्बु छ। सो यही हो गाइस यो चाहिँ पुल भाँचेको हाम्रो। हामी चाहिँ आज बर्दिया बसेछौँ। सो आज बर्दिया बस्छौँ अनि भोलि चाहिँ कोठियाघाटको लागि हिँड्छौँ बिहानै हो। सो हामीले बुलेटमा भोलि कोठियाघाट पुग्ने गाइस चाहिँ हेर्न सक्नुहुन्छ। तलको बाटो लैजान्थ्यो मजा आउँथ्यो जङ्गल सफारी। बाघ पस्छ भन्छ त्यसरी त होइन। किन यस्तरी बुद्धिया हो मान्छे पहिला जान्न जङ्गल
यता पनि जङ्गल जङ्गल तलको बाटो जान्थ्यो मजा आइहाल्थ्यो 24 hours later. गाइस हामी चाहिँ अब राष्ट्रिय निकुञ्जल फसिरहेको छौँ यो राष्ट्रिय निकुञ्जल जाने बाटो मेरो बुलेटमा यहाँ देखाएन बुलेट मेरो बसन्ती लाल बसन्तीमा गइरहेको छौँ हामीहरू सो ब्रेक छैन यो भन्नेकै जान्थ्यो गाडी ल यही हो र निकुञ्जल जाने बाटो यो हेर्नु सक्नुहुन्छ यस्तो छ यहाँ निकुञ्जल यो बर्दिया राष्ट्रिय निकुञ्जल यस्तो साह्रो हेर्नु गइरहेको छौँ गाइस हामीहरू धुल उडाइरहेको छ बाइक वालाले बाख्रा बनाउँदै गाई चराउन आयो चराउन आउला नि बाख्राहरू यही हो बस्ने हो त्यही भएर त निस्किँदै रहेछ के यसको सिङ अरू ग्याङ कता गयो यसको हेरेछ क्या हामीलाई चो चो चुप कर बे कुत्ते। कैसा लगा मेरा मजाक? हेर्नु भागिहाल्यो गाइस ल ल One hour later. सो गाइस हामी चाहिँ झुङ्गेली पुल पुगिसकेको छौँ यहाँ हेर्न सक्नुहुन्छ यहाँ बर्दियाको झुङ्गेली पुल त्यहीँ आइरहेको छु दाइ यहाँ अटो पनि जान्छ बक कहाँ जान्छ अटो त्यही त यहाँ यस्तो छ कहाँ जान्छ अटो भट्किने होइन हामी यही बाटो जाने फर्कियो फेरि दाइलाई थाहा त कहाँ निक्लिन्छ बबाई हो सनसेट बबाल आइरहेको छ हेर्नु आम्बा सनसेट बबाल आइरहेको छ कहाँ त्यो छ दिन्न हामीलाई गाइज यहाँ माछा छ माछा त्यहाँ चाल गरेको सो गाइज हामीले चाहिँ भिडियो फोटोसोटो गरेर सुट गरेर हिँडिरहेछौँ त्यो पछाडि मेरो मोबाइलमा हेरी स्टोर छैन दाइहरू आइरहनु भएको छ सो हामी चाहिँ अब यहाँ झुङ्गुली पुल हेर्नु सक्नुहुन्छ यस्तो राम्रो भ्यू सनसेट अझै डुबिरहेछ बिस्तारै बिस्तारै यहाँ तल त्यस्तो छ यस्तो छ अगाडि म चाहिँ यस्तो दौडिरहेको छु एकछिन है गाइज बाइक आयो बाइक सो मैले त हल्ला है मजा आयो अब हामी यहाँ सिँढी पनि छ यार यो झुङ्गेली पुलमा त खतरनाक समाते चिलमा थियो नि ठुलाले चिल गराउँदैन होइन देखाएर 24 hours later. So यही हो गाइस पानी पुरा बाबुरा छ के यो नेपालको सबभन्दा लामो पुल हो गाइस मजा लाग्छ पानी गएर जान्छ यो पुरै माथि राम्रो 24
ल यो फोटोले यो पोज चाहिँ खतरनाक छ पृथ्वीनारायण शाह जस्तो बस ल